संगीत नै विश्वको प्राण भन्छ यो कुरा कुनै शंका नै छैन। यसर्थ हाम्रो सरले एकदमै राम्रो बाँसुरीको धुनलाई प्रस्तुत गरिदिनु भयो। नयाँ नयाँ सजाउने संसार सुख दुःख मिलेर जाने यति जानकारी खासै सरको यो प्रस्तुतिले हामी भावुक पनि भयौँ कि जस्तो लाग्यो। अनि साथै नयाँ नयाँ संसार सजाउँदै जानेछौँ। विशेष गरी हाम्रो विद्यार्थी भाइ बहिनीहरूको नयाँ नयाँ संसार उज्जवल भविष्यको हामी कामना गर्छौँ। हामी हाम्रो सम्पूर्ण प्रिन्सिपल सर अनि भाइस प्रिन्सिपल सर सम्पूर्ण शिक्षक शिक्षिकाहरूको तर्फबाट तपाईँहरूको नयाँ नयाँ संसार उज्जवलमय भएको होस्। अनि सुख दुःख त्यस्तै नै हो, मान्छेको जीवनमा छँदै सक्यो। तर पनि हामी तपाईँहरूलाई एकदम उज्जवल भविष्यको कामना गर्छौँ। र विशेष गरी हाम्रो सरलाई धेरै धेरै धन्यवाद। यति राम्रो प्रस्तुति हाम्रो बिचमा राखिदिनु भयो। अब भने कार्यक्रम अझै दामी दामी कार्यक्रम आउँदैछ है। विद्यार्थी भाइ बहिनीहरूले एकदमै अनुशासनमा बस्नु भएको छ, साह्रै मन पर्यो मलाई। तपाईँहरूको लागि मान लागेको चाहिँ मैले दिइहालेँ। यहाँबाट अनुशासनमा बसिदिनु भयो। लास्टमा तपाईँ यसरी बसिदिनु हुन्छ होला भन्ने मैले आशा राखेँ यहाँबाट। र अब भने कार्यक्रमको अघिल्लो चरणमा मेसअप सङ्ग लिएर आउनु हुँदैछ हाम्रै शिक्षकबाट हुनुहुन्छ युवराज सर। अब अलिकति सुन्नुहोस् है, फेरि आउँदैछ अर्को नाम औसम सर। फेरि आउँदैछ सङ्गीत सर। उहाँको तीनजनाको यो मेसअप सङ्ग कन्टिन्यू आउनेछ। म तपाईँहरूलाई तीनैजनालाई कन्टिन्यू म दिन चाहन्छु।